As I'm gonna react to new viral Nepali memes. Let's get right into it lah. म चाहिँ कलाकार हो कलाकार मुभीहरु खेल्छु भन्दै साइड लाग्दिरहेको That one Turkey friend from boys group whenever he sees girls alone right? केही हुँदैन के यो त ढल्कन छी त कस्तो हालको मान्छे त यहाँबाट गइहाल्छस् कि तँलाई मैले पुलिस बोला This clip did not as well यार है अहिलेको सिचुएसन हेरेर सो अभियसली तपाईहरु धेरैलाई अलरेडी थाहा भइसक्यो होला बलेलाई एलिगेसन लागेको छ के संकेत त पहिले नै दिइसकेको रहेछ बलेले रे म चाहिँ रेप हान्न आएको रेप होइन के र्याप भन्नुस् न त्यही डार्क जोक यार तर अभियसली हैन एलिगेशन्स लागेको अब इन्भेस्टिगेसन भइराछ अब हेरौँ हैन के हुन्छ सुरुमा हर्कले बालेनलाई प्रपोज गरे बालेनलाई मन परेन रिजेक्ट गर्दियो हर्कको मन टुट्यो मुभ अन हुनै सकिराखेका थिएनन् अनि त्यही कुरा देखेर चाहिँ बालेनलाई माया लाग्यो म पनि तिमीलाई माया गर्छु आई लभ यु भनेर भने इट्स गुड टु सी देम टुगेदर अगेन यार हैन जेन्जी प्रोटेस्टपछि जस्तो जे अब बिफ टाइपकै भए पनि हैन अब यत्रो डिस हाने पनि हर्क साम्पाकले हैन कति इन्टरभ्यूहरुमा बालेन शाहलाई केटीहरु मसँग 5 मिनेट बोलेपछि रे हैन यो मान्छे जस्तो इमानदार त मलाई कोही पनि लागेन मारो सोझो पनि कति सोझो अन्त बिहा पनि भएको छैन रहेछ सानो त मेरो पनि छैन लास्टको लाफ्टर के यो कपाल काटेपछि बोइज रे दिस गाइ अति क्यारेक्टर भएको मान्छे यार यो मान्छे पनि है फिलिङ क्यूट हो क्या Why is he always wearing the bad gaunle cap re? सही हो यार तर everyone cares about me but I care only about you रे तिमीले रक्सी खुवाउने हो त यस्तो बिरामीलाई खुट्टा दुख्यो भने अब खुवाइदिए तर लिसन म्यान अल जोक्स असाइड एल्कोहल इज इन्जुरियस टु हेल्थ होइन अभियसली इनफ्याक्ट मेरो ग्रान्ड मदरको बहिनीको पट्टि साइडबाट होइन मेरो ठुलममी भनौँ होइन एउटा सर्टेन रोग लागेको थियो अनि रोग लाग्यो पनि होइन अब खाना छोडेन अनि सी इभेन्चुअली डायट होइन पहिलाको कुरा हो तर यो रक्सी पठाइदियो न यार निद्रै लागेन कि मलाई रक्सीको कुरा गरे होइन लास्टमा गाँजाले क्यान्सर मात्र होइन गाँजाले संसारमा भएको सबै रोगले उपचार गर्छ गाँजामा त्यति पावर छ गाँजा यस्तो चिज हो जुन हाम्रो पेटमा द्याट्स अभियसली नट ट्रु होइन सर्टेन डिजिजहरूको लागि त बेनिफिसियल हुन्छ भनेर सुनेको छ मैले नि तपाईँलाई गुड फ्याट चाहिँ यसले कन्ज्युम गराउँछ र तपाईँको अन्नेसरी बोसोहरू जस्तै त्यसलाई चाहिँ यसले घटाउँदै स्टोनर हो बालन शाह मुर्दाबाद रवि नामी छाने जिन्दाबाद they're on the same team यार म्यान तर एउटा कुरा चाहिँ एल्कोहलिक जडिया हुनुभन्दा त स्टोनर भएकै ठिक छ केटाहरू हो क्या मैले त्यो कन्डोन गरे चाहिँ होइन है फेरि हुन्छ नि विड स्मोक गरेर केटीहरू वान दे सिमी रे तीनजना युवतीहरू आएर च्याप्पै अँगालो हाल्छ झन्डै किस खाएन अब मैले गर्ने के मैले व्हाट क्यान आई डु मेरो सेफ्टीको लागि म केही गर्न सक्छु फ्यान हुन् फलोअर्स हुन् के गर्छन् थाहै हुन्छ कफाडी बुढामा ज्योति तिमी पनि रे म्यान आई लाइक दिस वुमन्स त्यो सेन्स अफ ह्युमर क्या हुन्छ अनि त्यो अडल्ट ह्युमर होइन तर अहिले त म्यान आई लस्ट अल रेस्पेक्ट फर हर क्या हेटेड बाई मेनी बट लभ बाई ज्योति मगर एकचोटि हामी चाहिँ यो हिरा खोज्न गयौँ दार्जिलिङमा त्यो टाइम पनि हामीले त्यहाँ खानी दिस म्यान इज फुल अफ बुलशिट जस्तो लाग्छ यार जे पनि बोलिदिरहेको हुन्छ एउटा हिरा ल्यायो भने फेरि कहाँबाट ल्याइस बिल लेखा हुन्छ अब कहाँबाट ल्यायो निलगिरीमा निलो हिरा छ क्या सर मुस्ताङको माथि निलगिरी हिमाल छ नि त त्यसको भित्रपट्टि हिरा खान्छ वाट इज ही अन कस्तो के ड्रग्स खाएर यस्तो यस्तो गफाइरहेको छ यार अचम्म लाग्छ यार यो मान्छे देखेर झाकझुलुक क्लिपहरू देखिरहेको हुन्छ त सर्ट क्लिपहरू यताउता के भनिरहेको हुन्छ ए सत्यवती माता उनी मेरी बहिनी बनी मेरी बहिनी नत्र हजुरको बनाउन ला जय हो अब जनताले जान्न चाहन्छ ऋषि धमला र एलिजाले कतिचोटि यौन सम्पर्क राख्नुहुन्छ आनन्द शान्त 24 घण्टा गर्छौँ उहाँको मन मेरो मन एका आपसमा छ यति गाँसिएको छ कि उहाँको मुटु मसँग छ मेरो मुटु उहाँसँग छ हामी 24 घण्टा तर दिस भिडियो इज एडिटेड यार मैले भर्खर रियलाइज गरेँ यो इन्टरभ्यूको क्वेसन चाहिँ एडिट गरेर डिफ्रेन्ट साउन्ड राखिदिएको होइन के गरे अब मजाले बस्नुहोस् मेरो साहब के गरे हौ त्यो फेरि अनि पहिला यति ज्ञानी थिइन म यो सबै पढेर भएको इन्जिनियर पनि हुँ भण्डारी भाइ डोजरलाई पार्किङ गरेर आएको
बिस्तारै बुझिरहेको क्या सो अभियसली इन्डाइरेक्टली हि इज कलिङ हर फ्याट होइन फ्याट जोक अलराइट सो द्याट वाज इट फर टुडे गाइज यु वाचिङ 4L को च्यानल राइट नाउ आई एम प्रवेश इट्स बिन अ प्लेजर टेक केयर गाइज पीस